नमस्कार साथीहरू, यहाँहरूलाई आजको ब्लगमा स्वागत छ। आज हामी बिर्तामोडदेखि दाइजन सडक खण्ड एसएन हाइवे अपडेट लिएर आइसकेका छौँ। कस्तो कार्य प्रगतिहरू भयो सबै डिटेल इन्फर्मेसन हामी यो भिडियोमा राखेका छौँ भने भिडियोलाई खासै छाटकाट नगरिकन प्रस्तुत गर्ने प्रयास गरेका छौँ। कल्पटहरूको काम सकिएको छ र अलिक बाटो हिलामै भएको अवस्था देख्न सकिन्छ भने कतिपय ठाउँमा कालोपत्र उक्याएर अब नयाँ कालोपत्रको लागि धमाधम तयारी भइरहेको जानकारी गराउँछु। आउनुहोस् साथीहरू, आजको भिडियो अन्तिमसम्म हेरेर मसँगै यात्रामा जोडिन हुन हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। नमस्कार साथीहरू, यहाँहरूले मेरो पहिलाको एसएन हाइवे अपडेट ब्लगहरू एकदमै मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भने आजको हाम्रो यात्रा हामी बिर्तामोडबाट सुरु गर्दैछौँ। अहिले हामी पूर्वी बसवार छिर्ने बाटो आइपुगेको छौँ भने यहाँ चाहिँ खासै कामको गति पहिला जस्तो थियो अहिले पनि खासै प्रगति नभएको जानकारी गराउँदछु। अहिले हामी गिरीबन्धु चिया बगान क्षेत्रमा छौँ र यहाँसम्म चाहिँ बिर्तामोडको 6 लेनको बाटो चाहिँ आइपुग्नेछ भने यहाँदेखि अगाडि चाहिँ 4 लेनको बाटो चारेलतिर अगाडि बढ्नेछ। यहाँको कल्पटको काम पनि लगभग सकिएको छ भने अब कहिलेदेखि चाहिँ माथिबाट गाडी कुदाउन सहज हुने त्यो चाहिँ खासै जानकारी नभएको अवस्था छ। साथीहरू, अहिले हामी बुटाबारी चोक आइपुगेका छौँ भने यहाँको कार्य प्रगति पनि खासै राम्रो गतिमा नगएको, अलिक सुस्त गतिमा गएको छ। कहीँ चाहिँ हल्का ड्रेनको काम भइरहेको देख्न सकिन्छ भने पनि यतातिर खासै राम्रो कार्य प्रगति नभएको पनि देख्न सकिन्छ। साथीहरू, अहिले हामी देउनिया खोलाको पुल आइपुगेको छौँ भने यहाँ चाहिँ अर्को पुल निर्माण हुनुपर्छ जुनको चाहिँ कार्य अहिलेसम्म सुरु नभएको देख्न सकिन्छ। साथीहरू, अहिले हामी चारेली जङ्गल क्षेत्र प्रवेश गरिसकेका छौँ भने यहाँ अघिल्लोचोटि हिँड्दाखेरि यहाँ हामी मुनि डाइभर्जनबाटै हिँडिसकेको थियौँ भने अहिले चाहिँ हामी माथि कल्पट निर्माण सकेर माथिबाटै हिँडेछौँ भने यहाँ अलिक हिलाममै चाहिँ भएको छ। अलिक यहाँ मिस्किटीहरू हालेर मजाले चाहिँ ठ्याक्क लेभल मिलाइदियो भने बाइक स्कुटरहरू चाहिँ लड्ने चान्स अलिक कम्ती हुन्थ्यो भन्ने चाहिँ हामीलाई लागेको छ। साथीहरू, सडक अलिक हिलामै भएको कारणले आफू अलिक जोकेर हिँड्नुपर्छ। हेर्न सक्नुहुन्छ यहाँ गाडी कसरी ओभरटेक गरेर आइरहेको हुन्छ। आफ्नो मिस्टेकले भन्दा पनि अरूको मिस्टेकले चाहिँ यस्तो निर्माणाधीन अवस्थामा रहेको हाइवेहरूमा चाहिँ लडिन्छ, एक्सिडेन्ट हुन्छ। त्यही कारणले आफू अलिक सतर्क भएर चाहिँ हिँड्नुपर्ने हुन्छ भने बाटो एकदम पानी परेर एकदमै हिलामी भएको अवस्था छ।
जेठ 16 गते आएको विशाल पानीले यो अगाडिको देखिएको डाइभर्जन चाहिँ भत्काएको कारणले गर्दाखेरि चाहिँ यहाँ लगभग 2 दिनसम्म चाहिँ गाडीहरू ओहोरदोहोर गर्न सकेन र भित्री सडक प्रयोग गर्नु परेको कारणले गर्दाखेरि बिर्तामोडदेखि 4 माइलसम्म आउन तपाईँको अहिले लगभग 20 देखि 25 मिनट, बिस्तारै आउँदा नि 20 देखि 25 मिनट लाग्छ भने त्यति बेला समय तपाईँको 1 देखि 1.5 घन्टासम्म लाग्ने भएको थियो। भन्दाखेरि यस्तो खालको डाइभर्जनहरूको काम चाहिँ अलिक शीघ्र रूपमा चाहिँ गरिदिनु होला भन्दै भाइहरूले पनि यसो हाई गरेर गएका छन्। खुसी लाग्यो यसरी बाटोमा ब्लग गर्दै गर्दा देख्दा चाहिँ कसैले यसो हाईहरू गरिदिँदाखेरि चाहिँ एकदमै खुसी लाग्छ। कलपोर्टको निर्माण सकियो पनि यसमा चाहिँ मजाले मिस्किटीहरू फिलिङ नभएको कारणले गर्दाखेरि चाहिँ यो बाटो एकदमै हिलामै भएको अवस्था देख्न सकिन्छ। साथी हो, अहिले हामी चारेली चोक आइपुगेको छौँ भने यहाँबाट तपाईँ दायाँ जानु भने चन्द्रडी अथवा चन्द्रडी एयरपोर्ट भदपुर पुग्न सक्नुहुन्छ भने यहाँबाट तपाईँ बायाँ जानु भने तपाईँ इलाम 5 ताप्लेजुङ जान सक्नुहुन्छ। साथी हो, अहिले हामी तेलीबारी चोक आइपुगेका छौँ भने यहाँ पनि कतिपय ठाउँमा साइड वालहरूको काम र अगाडिपट्टि ड्रेनहरूको काम पनि सुरु भएको छ भने खासै राम्रो गतिमा चाहिँ काम अगाडि बढेको देखिएको छैन। साथी हो, यो दाइजनको विशाल कलपोर्ट निर्माण भइरहेछ र यसको काम पनि लगभग सकिएको जानकारी गराउँदछु भने अबको अर्को अपडेटसम्म चाहिँ हामी यस कलपोर्ट माथिबाट चाहिँ गाडी लिएर हिँड्न सक्ने चाहिँ होस् भन्ने कामना गर्दछौँ।
साथीहरू अहिले हामी धाइजन चोक आइपुगेका छौँ भने यहाँ चाहिँ पुरानो कालोपत्र उक्क्याएर अब एक साइडमा चाहिँ अब नयाँ कालोपत्रे भनौँ न वान वे को काम चाहिँ अब धमाधम रूपले अगाडि बढिरहेको रहेछ भने यहाँहरूले यो दृश्य देख्न सक्नुहुन्छ। भर्खरै पानी परेर रहेको कारणले गर्दाखेरि यो सडक अहिले एकदमै हिलाम्य भएको अवस्था छ र यहाँ चाहिँ अहिले काम भइरहेको एकतिरको वान वेको काम भइरहेको जानकारी गराउँदछु। साथी हो आजको यात्रा यही धाइजनसम्मको लागि मात्रै। आजको एपिसोड यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला, साथ सहयोग गर्नुहोला, सब्सक्राइब गर्नुहोला, साथीभाइ माझमा सेयर गर्नुहोला। आउँदो दिनहरूमा फेरि पनि नयाँ श्रृङ्खला लिएर पक्कै पनि आउनेछु, एसियन हाइवे अपडेट पनि लिएर आउनेछु भने अरूहरू जस्तै मेची हाइवे, कोशी हाइवेहरू हुँदै अरू भित्री सडकहरूको अपडेट पनि पक्कै लिएर आउने छु। त्यति दिनसम्मको लागि हजुरहरू स्वस्थ रहनुहोला, सुखी रहनुहोला, खुसी रहनुहोला भन्दै आजको यस एपिसोड बिर्तामोडदेखि धाइजनसम्मको एसियन हाइवे अपडेटबाट म सचिन शिवाकोटी हजुरहरू माझ बिदा चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।